नेपाल प्रिमियर लिग एमपिएलको दोस्रो सिजनमा कर्णाली एक्सको प्रदर्शन निराशाजनक रह्यो। उपाधि दावेदार मानिएको टिमको प्रदर्शन यति कमजोर रह्यो कि प्लेअफ पुग्न असफल भयो। 7 खेल खेल्दा जम्मा 2वटा मात्रै जित्न सक्यो, 5वटामा पराजित भयो। जम्मा 4 अङ्क जोडेको कर्णालीले अङ्क तालिकाको 6औं नम्बरमा रहेर एनपिएलको दोस्रो सिजन अन्त्य गरेको छ। ऊभन्दा पछाडि 2 खेल नै जितेको चितवन राइनोज र 1 खेल मात्रै जितेको जनकपुर बोल्ट्स रहे। टिम हेर्ने हो भने कर्णाली त्यति कमजोर पनि होइन। नेपाली राष्ट्रिय टिमबाट नियमित खेलिरहेका महत्त्वपूर्ण 3 खेलाडी कर्णालीमा छन्। कप्तान सोमपाल कामी आफै अहिलेको नेपाली क्रिकेट टिमका सबैभन्दा अनुभवी खेलाडी हुन्। टी20 विश्वकप खेल्ने टिमका लागि उनी महत्त्वपूर्ण सदस्य छन्। नेसनल टिमबाटै खेलिरहेका नन्दन यादवलाई राष्ट्रिय टिमको भविष्यका रूपमा समेत हेरिन्छ। करण केसी र सोमपाल कामीपछि तीव्र गतिको बलिङमा नन्दनमा निर्भर हुनुपर्ने अवस्था छ। अझ डेथ ओभरका लागि उनलाई विशेष मानिएको छ। सोमपाल र नन्दनसँगै राष्ट्रिय टिमका अर्का स्टार अलराउन्डर गुलसन झा पनि टिममै हुनु कर्णालीका लागि एक प्रकारले भन्दा ठूलो लक पनि हो। त्यसबाहेक राष्ट्रिय टिमबाट खेलिसकेका र घरेलु क्रिकेटमा पनि राम्रो गरिरहेका पवन सराफ पनि यसपटक कर्णालीमा छन्। तैपनि कर्णालीको प्रदर्शन सम्झन लायक रहन सकेन। जब तपाईँको कोर टिममा सोमपाल, गुलसन र नन्दन जस्ता खेलाडी हुँदा पनि जम्मा 2 खेल मात्र जितेर प्रतियोगिता टुङ्ग्याउनुहुन्छ भने त्यो स्वाभाविक नतिजा पक्कै होइन। त्यसो भए कहाँ चुक्यो त कर्णाली? के रहे कमजोरी? चर्चा गरौँ। कर्णाली यसपटक रणनीति निर्माणमै चुक्यो। खास गरेर विदेशी खेलाडीको अनुबन्धमा कर्णालीले रणनीतिक निर्णय लिन सकेन। त्यसो त ब्याटिङमा विदेशी खेलाडीमा निर्भर हुनुपर्ने कर्णालीको बाध्यता थियो। सोमपाल, नन्दन र गुलसनलाई रिटेन गर्दा कर्णालीसँग भरपर्दो नेपाली ब्याटर थिएनन्। अक्सनबाट पवन सराफलाई भित्राए पनि उनलाई साथ दिने अन्य नेपाली ब्याटर नहुनु कर्णालीको मुख्य कमजोरी रह्यो। त्यसकारण विदेशी खेलाडीमा निर्भर हुनु पर्यो। विदेशी खेलाडी ल्याउँदा पनि कर्णालीको कमजोरी देखियो। उसले स्पेसल ब्याटर भन्दा पनि अलराउन्डरमा ध्यान दियो। टी20 क्रिकेटमा 3 नम्बरमा ब्याटिङ गर्ने एकजना विशेषज्ञ ब्याट्सम्यान अपरिहार्य हुन्छ, जसले छिटो विकेट गएको अवस्थामा पनि आएर खेललाई सन्तुलनमा राख्नुपर्ने हुन्छ भने मिडल अर्डर र लोअर अर्डरसँग समन्वय गरेर इनिङ बढाउनुपर्ने हुन्छ। तर कर्णालीसँग त्यसका लागि उपयुक्त ब्याटर नै थिएनन्। पहिलो खेलमा मार्क वाटलाई 3 नम्बरमा ब्याटिङका लागि पठाइएको थियो, तर उनको ब्याटिङ चलेन। दोस्रो खेलमा वाट ओपनिङमा आयो भने विलियम वशिष्ठलाई तेस्रो नम्बरमा पठाइयो। त्यसपछि अरू 3वटा खेलमा पनि वशिष्ठले तेस्रो नम्बरमा आएर ब्याटिङ गरे। त्यसपछि फेरि वशिष्ठलाई हटाएर जयकिशन कोलसावालालाई 3 नम्बरमा पठाइयो। अन्तिम खेलमा प्रियाङ्क पाञ्चाललाई ओपनिङबाट तेस्रो नम्बरमा पठाइयो। यसरी 3 नम्बरका लागि भरपर्दो ब्याटर नहुँदा एकपछि अर्को बदलिरहनु पर्यो, जसले टिमको ब्याटिङ बलियो र सन्तुलित रहन सकेन। यो कर्णालीको म्यानेजमेन्ट टिमको कमजोरी थियो। कर्णालीको अर्को कमजोरी हो टिममा अलराउन्डर मात्रै भर्नु। टी20 क्रिकेटमा अलराउन्डरको भूमिका महत्त्वपूर्ण रहन्छ। त्यसैले अन्तर्राष्ट्रिय क्रिकेटमा पनि अलराउन्डरहरू प्राथमिकतामा पर्दछन्। तर टिमको सन्तुलन नै बिग्रने गरी अलराउन्डर मात्र समेट्न खोज्दा त्यसले नतिजा दिँदैन, जुन कर्णालीले भोग्यो। कर्णालीका लागि ओपनिङ गरेका प्रियाङ्क पाञ्चाल बाहेक अधिकांश खेलाडी अलराउन्डर नै थिए। पाञ्चालसँग ओपनिङ गरेका मार्क वाट पनि अलराउन्डर हुन्। ओपनिङ सँगसँगै उनी कर्णालीका लागि महत्त्वपूर्ण बलरको भूमिकामा पनि रहे। 4वटा खेलमा तेस्रो नम्बरमा ब्याटिङ गरेका विलियम वशिष्ठ पनि अलराउन्डर हुन्। उनले पहिलो सिजन पनि र यो सिजन पनि ब्याटिङका साथसाथै बलिङबाट पनि टिमलाई योगदान दिए। त्यसपछि मिडल अर्डरमा खेल्ने पवन सराफ, नजिबुल्लाह जाद्रान, गुलसन झा, कप्तान सोमपाल कामीदेखि नन्दनसम्म अलराउन्डर छन्। त्यसै गरी तीव्र गतिको बलिङका लागि सोमपाल, नन्दन र गुलसनमा भर पर्नु पनि कर्णालीका लागि फाइदाजनक रहेन। सोमपाल र नन्दन नेपाली राष्ट्रिय टिमकै मुख्य बलर हुन्। उनीहरू मिडियम पेस बलिङ गर्ने गर्दछन्, तर पछिल्लो समय राष्ट्रिय टिमबाट खेल्दा पनि दुवैजनाको प्रदर्शन अपेक्षाकृत हुन सकिरहेको थिएन। विकेटका लागि दुवैजनाले सङ्घर्ष गरिरहेका थिए भने धेरै रन पनि दिइरहेका थिए। डेथ ओभर विशेषज्ञ मानिएका नन्दनले डेथ ओभरमै राम्रो गर्न सकिरहेका थिएनन्। गुलसन त पछिल्लो समय ब्याटिङ फिनिसरकै भूमिकामा बढी खेल्छन्। राष्ट्रिय टिममा आकल झुक्कल बाहेक उनी बलिङ गरिरहेका छैनन्। तर कर्णालीले भने पेस बलिङका लागि यिनै 3 जनामा बढी नै आत्मविश्वास देखायो, जुन कमजोरी साबित हुन पुग्यो। नन्दनको प्रदर्शन राम्रै रहे पनि सोमपालको प्रदर्शन यसपटक सन्तोषजनक रहन सकेन। कर्णालीले विदेशी खेलाडी ल्याउँदा एकजना तीव्र गतिको बलर ल्याउन सक्थ्यो, जसले सोमपाल र नन्दनलाई साथ दिन सक्थे। गुलसनले यसै पनि बलिङमा भन्दा ब्याटिङमा योगदान दिइरहेका छन्। उनलाई फिनिसर ब्याटरकै रूपमा उपयोग गरेको खण्डमा सोमपाल र नन्दनसँग अर्को एकजना विदेशी पेसर भएको भए कर्णालीको नतिजा फरक हुन सक्दथ्यो। किनभने कर्णालीले अधिकांश खेलमा अन्तिम ओभरहरूमा धेरै रन खाँदा पराजित हुन पुगेको थियो। प्लेअफ पुगेका अन्य टिमहरू हेर्ने हो भने पनि त्यहाँ नेपाली पेसरहरूलाई साथ दिने विदेशी बलर छन्, जस्तो कि सुदूरपश्चिममा स्कट क्विगलाइन त्यो भूमिका निभाइरहेका छन्। विराटनगरसँग मर्चेन्ट डिलाङ छन् भने लुम्बिनीसँग रुबेन ट्रम्पलम्यान छन्। तर कर्णालीमा सोमपाल र नन्दनमा निर्भर हुनुपर्ने र विकल्प खोज्दा गुलसनमा जानुपर्ने अवस्था पनि कर्णालीको कमजोर नतिजाको कारण बन्यो। यसैगरी विकेट किपरको गतिलो विकल्प नहुनु पनि कर्णालीको ठूलो कमजोरी हो।
विकेट किपिङका लागि कर्णालीसँग अर्जुन घरते, दीपक दुम्रे र कोलसावालाको विकल्प थियो, तर उनीहरू तिनैजना प्लेइङ सेटका लागि महत्त्वपूर्ण खेलाडी थिएनन्। विकेट किपिङकै लागि मात्र खेलाउनु पर्ने बाध्यात्मक अवस्था बन्यो। कर्णालीले सुरुवातमा कर्णाली प्रदेशकै अर्जुन घरतीलाई विकेट किपरको रूपमा खेलायो। उनी मिडल अर्डर ब्याटर समेत हुन्, तर अर्जुनको प्रदर्शन न ब्याटिङमा चल्न सक्यो न त विकेट किपरका रूपमा नै राम्रो रह्यो। त्यसपछि दीपक दुम्रेलाई खेलाइयो, तर दीपकको प्रदर्शन पनि सन्तोषजनक रहेन। किपिङमा उनले थुप्रै गल्ती गरे, ब्याटिङमा पनि योगदान दिन सकेनन्। अर्जुन र दीपकको प्रयोग सफल नभएपछि एउटा खेलमा जयकिसन कोलसावालालाई विकेट किपरकै रूपमा खेलाइएको थियो। त्यसो त उनी ओपनर ब्याटर पनि हुन्। विकेट किपिङ राम्रै भए पनि उनलाई खेलाउँदा अर्को एकजना विदेशी खेलाडीलाई टिमबाट बाहिर राख्नुपर्दा ब्याटिङ लाइनअप थप कमजोर हुन पुग्यो। यसरी तीनजनाको प्रयोग गरे पनि कर्णालीको विकेट किपिङ समस्या समाधान भएन, जसले कर्णालीलाई प्लेअफ पुग्ने नतिजा दिलाउन सकेन, किनभने खेलमा विकेट किपरको भूमिका पनि निकै महत्त्वपूर्ण हुन्छ। कर्णालीका खेलमा कमजोर विकेट किपिङकै कारण विपक्षी टिमहरूले थुप्रै पटक अतिरिक्त रन बटुलेका थिए, जुन कर्णालीको हारको कारण बनेका थिए। यसबाहेक म्याक्स ओडाउटलाई कर्णालीले उपयोग गर्न सकेन। एसोसिएट क्रिकेटको ठूलो नाम हो ओडाउट, तर कर्णालीले उनलाई पहिलो खेलमा ओपनिङका लागि पठाएको थियो। उक्त खेलमा उनको प्रदर्शन राम्रो रहेन। त्यसपछि उनलाई अर्को मौका नै दिएन। ओडाउट जस्ता खेलाडीलाई उपयोग गर्न नसक्नुले पनि कर्णालीको ब्याटिङ कमजोर रहन गयो। यसरी टिम निर्माण र रणनीति बनाउँदा नै कमजोरी भएपछि मैदानमा पनि टिमको प्रदर्शन राम्रो हुन सक्दैन र नतिजा आउँदैन। पहिलो सिजन प्लेअफ पुगेको कर्णाली दोस्रो सिजन प्लेअफ पुग्न नसक्नुमा मुख्य यिनै कारण देखिए।